नमस्कार व्यक्त गर्न चाहन्छु। बीबीसी भिडियो भ्लग हेर्दै हुनुहुन्छ सबैले लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरिदिनु होला सबैलाई। थ्यांक यू। पालो आउने बेलामा हगम हगम मुतम मुतम हुने जे पाइन्छ। दोहोरी गीत प्रतियोगिता जाँदा पनि त्यस्तै हुन्थ्यो, परीक्षामा जाँदा पनि त्यस्तै हुन्थ्यो। अहिले पनि आफ्नो पालो आउँदा नि हगम हगम मुतम मुतम हुने। सम्पूर्ण नमस्कार तपाईँलाई फेरि पनि स्वागत छ हाम्रो अर्को नयाँ भिडियोमा। र आजको भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने आज गुरुङहरूको महान चाड अथवा नयाँ वर्ष तमुलो सार। र म तमुलो सारको अवसरमा हाम्रो गाउँमा रहेको गुम्बामा जाँदैछु। अनि त्यहाँ चाहिँ मेलाहरू पनि लागिरहेको छ अहिले। अनि तपाईँको आज चाहिँ जाडो छ मौसम, अनि मेला पनि लागेको छ। अनि गेमहरू भलिबलहरू हुन्छ महिलाको पुरुषको, अनि थुप्रै रमाइलो हुनेछ। अनि साथै आज कलाकार पनि आउँदै हुनुहुन्छ, राष्ट्रिय कलाकार श्याम राणा, अनि उहाँसँग भेट हुने भन्ने आशा गरेको छु। साथै अब जे हुन्छ तपाईँले भिडियोमै देख्नुहुन्छ। यदि च्यानलमा हुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला। र टार्गेट 1K को छिटै। Continue number 22-16. Number 3 म चाहिँ गुम्बाबाट आइसकेँ। गुम्बा चाहिँ त्यता पर्छ। अनि गुम्बामा चाहिँ भर्खर चाहिँ आएको छैन, राष्ट्रिय कलाकार आउनु भएको छैन। र श्याम राणा एकछिनमा आउनुहुन्छ, म चाहिँ घर जानु लाग्यो। अनि घर चाहिँ मेरो त्यहाँ यो घरमा अहिले श्याम सर हुनुहुन्छ। नमस्कार व्यक्त गर्न चाहन्छु। बीबीसी भिडियो भ्लग हेर्दै हुनुहुन्छ सबैले लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरिदिनु होला सबैलाई। थ्यांक यू। हजुर यहाँ रोनेको कि हो माया, रमेको हो दोष। यहाँ रोनेको कि हो माया, रमेको हो दोष। झ्यामझ्याम पनि गाउन है। डाक्टर पढेको, अब डाक्टरी गरेर पनि बुद्धि नभएका डाक्टर भन्छन्। तैपनि अन्यत्र हेर्नु विभिन्न किसिमका बिमार र विभिन्न गतिको अवस्था त हामीले देखेकै छौँ। यस अवस्थामा हामीले राम्रोसँग हुर्फेकोटमा एउटा कार्यक्रम चलाउँ भनेर लामा साउन्ड सर्भिसलाई ल्यायो। जति बेला पनि झिप्पा झिप्पा गरेर खत्तम पार्यो भन्ने अहिले ल्याइरहेको हेर्नु। त्यही त नि 2 बजे आए स्टेजमा पालो आउला आउला भने 10 पाली मुत्न गयो, आउँदै आउन पायो। ए अब त पालो आउने बेलामा हगम हगम मुतम मुतम हुने जे पाइन्छ। दोहोरी गीत प्रतियोगिता जाँदा पनि त्यस्तै हुन्थ्यो, परीक्षामा जाँदा पनि त्यस्तै हुन्थ्यो। अहिले पनि आफ्नो पालो आउँदा नि हगम हगम मुतम मुतम हुने। त्यस्तो 10 पाली पिसा फेर्न गयो, पालै आउँदैन। हिरोको पालो लास्टमा आउँछ भनेको हो कि क्या हो? म त हिरो जस्तै छु के। ल श्याम राणा त हो, तर पनि रासमा जतिको त ओगट्न त सक्यो छैन। भए पनि हाइट भने हाइट छ हेर्नुहोस्, स्माइल भने स्माइल छ, हिँडाइ भने हिँडाइ छ, होइन त। ल यता फिगर भने फिगर छ। यतिको फिगर भएपछि त मोडल हिरो नहुने कुरो त होइन नि अन्त। ल ठिक छ, कोही बात नहीं। अच्छा लेकिन बच्चैदेखि रमाइलो गरेको, आज पनि हुक्सेकोटलाई नचाउँछु, हँसाउँछु, लोसार मनाउँछु। यो
शीत परे पनि धित परुन्जेल गीत आउँछु भनेर आएको छु कि घाँटी फेरि मोयालाई भयो फेरि यस्तो छ ए श्यामराना गिटार हिँडेछ यसै हिँडेछ कमाछ खाछ भने छन् मान्छेले यी कति दुःख छ गिटार हिँड्न पनि हेर्नुहोस् भङ्गी चाहियो सो फोटो खिच्न पर्यो गर्न पर्छ ठिक छ जे होस् यहाँहरूको माया ममता आशीर्वाद पाइराखेकै छु र यति राम्रो कार्यक्रममा आउने अवसर सो म जान लागेको घरतिर है गुम्बामा रमाइलो छ है अझ पनि यस्तो पकाएर रमाइलो छ सो साथीहरू श्यामरानाको पर्फर्मेन्स हेरेर आइसकेको छु अनि श्यामराना सरसँग पनि भेटिसकेँ अनि अहिले चाहिँ अँध्यारो पुरै बाटो है अनि तल चाहिँ चलिरहेको छ अझ पनि श्यामराना सरले गाउँदै हुनुहुन्छ गीतहरू आजको लागि यति नै यदि भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला यस्तो मिटअपहरू र छिटै भ्लगहरू राम्रो आउनेछ थ्याङ्क्स फर वाचिङ बाई